नेपालको राजनीति अब केवल काठमाडौँका सडक र सिंहदरबारका कोठाहरूमा मात्र सीमित छैन। यो त अब विदेशी सर्भरहरूमा चल्ने एल्गोरिदमको एउटा अदृश्य खेल बनिसकेको छ। एल्गोरिदमको यो राजनीति नेपालका लागि अझ बढी चिन्ताजनक र भयानक हुनुको मुख्य कारण यी प्रणालीहरू विदेशी कम्पनीहरूले आफ्नै रणनीतिक स्वार्थ अनुकूल डिजाइन गरेका छन्, जसले हाम्रो देशको राजनीतिक विमर्श र नागरिकको सोचलाई पूर्णतः नियन्त्रण गरिरहेका छन्। जब हामी फेसबुकको वालमा कुनै नेताको आलोचना देख्छौं वा टिकटकमा कुनै आन्दोलनको रापिलो भिडियो भेट्छौं, हामीलाई लाग्छ कि यो त जनताको स्वतन्त्र आवाज हो। तर वास्तवमा त्यो आवाजलाई तपाईसम्म पुर्याउने र तपाईको आक्रोशलाई मोडुलेट गर्ने निर्णय शक्तिशाली टेक कम्पनीहरूको हातमा हुन्छन्। यसले गर्दा नेपालमा हुने प्रोटेस्टहरू, चुनावी अभियानहरू र आम नागरिकको राय अब हाम्रो आफ्नै विवेकमा होइन, बरु कसैको कोड र स्वार्थमा निर्भर हुन पुगेको छ। नेपालको भूराजनीतिक संवेदनशीलताका कारण यो डिजिटल कोलोनाइजेसन झन जटिल र विस्फोटक मोडमा छ। उदाहरणका लागि हालैका जेन्जी युवाहरूको नेतृत्वमा भएका आन्दोलनहरूमा एल्गोरिदमले सरकार विरोधी कन्टेन्टहरूलाई यसरी बुस्ट दियो कि त्यसले क्षणभरमै सत्ता पल्टाउन सक्ने मनोवैज्ञानिक स्थिति सिर्जना गरिदियो। यहाँ बुझ्नुपर्ने कठोर प्राविधिक सत्य के हो भने धेरैजसो ग्लोबल प्लेटफर्महरूले नेपालको कन्टेन्टलाई मोडरेट गर्ने वा हेर्ने जिम्मा सिलिकन भ्याली र बेजिङमा मात्र होइन, छिमेकी देश भारतमा रहेका कार्यालयहरूलाई दिएका छन्। यसको सीधा अर्थ हो नेपालमा कुन सन्देश भाइरल हुने र कुन विचारलाई दमन गर्ने भन्ने कुरामा अब अमेरिका र चीनले मात्र होइन, भारतले पनि निर्णय गर्न सक्छ। जब नागरिकहरूका मस्तिष्क यिनै आईटी सेलहरूको नियन्त्रणमा हुन्छ भने उनीहरूले जुनसुकै बेला कुनै खास भाष्य निर्माण गर्न सक्छन् र त्यसको सीधा असर नेपाली युवाहरू अन्जानमै विदेशी एजेन्डाको भर्चुअल प्रोक्सी बन्न पुग्छन्। शक्ति केन्द्रहरूका लागि जटिल भूराजनीतिक अवस्थामा यही प्रविधि र डाटा नै आजको युगमा प्रोक्सी वार लड्ने सबैभन्दा सजिलो उपकरण बनेका छन्। आधुनिक युद्धमा अब सिमानामा ट्याङ्क पठाउनु पर्दैन। हतियारको ठाउँ फेक न्यूज, डिसइन्फर्मेसन र एल्गोरिदमले लिइसकेका छन्। शक्ति राष्ट्रहरूले नेपालको सूचना स्पेसलाई आफ्नो रणनीतिक स्वार्थका लागि एउटा खुल्ला रणभूमि बनाइरहेका छन्। विदेशी शक्तिहरूले अब नेपालमा जासुस पठाउनु पर्दैन, किनकि उनीहरूले हाम्रा युवाहरूको मनमा रहेको असन्तुष्टि र आक्रोशलाई डाटा मार्फत आफ्नै कोठामा बसेर सूक्ष्म रूपमा अध्ययन गरिरहेका हुन्छन्। जब उनीहरूले नेपाली युवाहरू के कुरामा रिसाउँछन् र के कुरामा ताली बजाउँछन् भन्ने थाहा पाउँछन्, तब उनीहरूले सामाजिक सञ्जालमा त्यस्तै मुद्दाहरूलाई कृत्रिम रूपमा भाइरल बनाइदिन्छन्।